हेलो एन्ड नमस्ते सबैजनालाई म डिजिटल दीपक हजुरहरूलाई फेरि पनि स्वागत छ। हाम्रो यो प्लेलिस्टमा रहेको क्रिएटिङ एन्ड एट्र्याक्टिभ वेबसाइट इन 10 मिनटमा आजको हाम्रो लेसन रहेको छ एडिटिङ हेडर एन्ड फुटर। हेडर र फुटरलाई कसरी एडिट गर्ने भनेर हेर्नेछौँ। विदाउट फर्दर डिले लेट्स गेट स्टार्टेड। हामीले प्रिभियस लेसनमा चाहिँ हामीले टेम्प्लेटहरू कसरी युज गर्ने र त्यसलाई हामीले कसरी हाम्रो वेबसाइटमा राख्ने भनेर हेरेका थियौँ र तपाईँहरूले त्यो लेसन हेर्नुभयो होला। र अबको लेसनमा चाहिँ हामी हेडर र फुटरलाई कसरी चेन्ज गर्ने भनेर हेर्नेछौँ। हाम्रो केसमा चाहिँ मैले चाहिँ के युज गरेको छु भन्दाखेरि यो फुडको टेम्प्लेट युज गरेको थिएँ प्रिभियस लेसनमा। फुड हाले यदि तपाईँको बिजनेस हस्पिटलको हो र यो फुडको टेम्प्लेट मन पर्यो भने तपाईँहरूले यसलाई कम्प्लिटली एडिट पनि गर्न सक्नुहुनेछ। र हेडर भनेको चाहिँ यो माथिको पार्ट रहेको छ भने फुटर भनेको यहाँबाट तल सबै पार्ट फुटरको रहेको छ। यहाँबाट तलसम्म सबै पार्ट फुटरको रहेको छ। सुरुमा म तपाईँहरूलाई हेडर र फुटर सिकाउँछु। वेबसाइटमा जहिले पनि हेडर र फुटर हुन्छ त्यसपछि पेजहरू पनि एडिट गर्न सिकाउँछु। तपाईँहरू आफ्नो ड्यासबोर्डमा आउनुहोस् र केमा जानुहोस् भन्दाखेरि एपिरियन्समा गएर कस्टमाइज भन्नेमा जानुहोस्। यसमा क्लिक गर्नुहोस् र यो चाहिँ के छ भन्दाखेरि हाम्रो यो हेडर चाहिँ ट्रान्सप्यारेन्ट हेडर छ। ट्रान्सप्यारेन्ट भनेको चाहिँ यो हेडरमा चाहिँ यसको हेडरको ब्याकग्राउन्डमा चाहिँ म देखाइदिन्छु। फुटरको केसमा चाहिँ ट्रान्सप्यारेन्ट छैन। यसको ब्याकग्राउन्ड भनेको ब्ल्याक छ भने यसको ट्रान्सप्यारेन्ट भएर यो जुन फोटो छ यही फोटो चाहिँ ब्याकग्राउन्डमै आएर एट्याच भए जस्तो देखिएछ ट्रान्सप्यारेन्ट हेडर गर्नाले। अब हामी जानेछौँ हेडर बिल्डरमा। हेडर बिल्डरमा चाहिँ साइट एन्ड लोगो भनेको यो रहेको छ। बटन भनेको यो रिजर्भेसन रहेको छ र प्राइमरी मेन्यु भनेको चाहिँ होम, एबाउट अस, मेन्यु, टेस्टिमोनियल र कन्ट्याक्ट रहेको छ। र अब हामीले चाहिँ यसलाई चेन्ज गर्नेछौँ। यसमा जानुहोस्। तपाईँहरू यो पेन्सिलमा गए पनि हुनेछ अथवा तपाईँ यसमा गए पनि हुन्छ। साइट, टाइटल एन्ड लोगोमा क्लिक गर्नुहोस् र यसमा गएर चेन्ज लोगो गर्न सक्नुहुनेछ। सेलेक्ट गर्नुहोस् र मैले चाहिँ मेरो केसमा यो राखिदिन्छु। यसमा चाहिँ खास व्हाइटमा चाहिने थियो। सिलेक्ट गर्नुहोस् र क्रप पनि गर्नुहोस्। क्रप इमेज गर्नुहोस्। यसलाई चाहिँ हामीले रिमुभ ब्याकग्राउन्ड गरेर ल्याउन पर्ने थियो। त्यसको लागि के गर्न सकिन्छ भन्दाखेरि तपाईँहरू क्रोमको ट्याबमा आएर remove.bg भन्नेमा जानुहोस् र अपलोड इमेज गर्नुहोस् र यसलाई क्लिक गरेर ओपन गर्नुहोस् र यो हाम्रो ब्याकग्राउन्ड रिमुभ भएको छ। डाउनलोड गर्नुहोस्। फ्रीवाला डाउनलोड गर्नुहोस् र यसै गरी तपाईँ आफ्नो कस्टमाइजमा आएर यो हेडर बिल्डरको साइट एन्ड लोगोको चाहिँ लोगोमा आउनुहोस्। चेन्ज लोगो गर्नुहोस् र तपाईँ यति मिडियामै छ भने चाहिँ मिडिया लाइब्रेरीमै छ भने यहाँ नै चुज गर्न सक्नुहुनेछ। छैन भने अपलोड फाइल गर्नुहोस्। सिलेक्ट फाइल्समा अठाउनुहोस् र हाम्रो अहिले डाउनलोड भएको यो चाहिँ रिमुभ पेजीबाट गरेको लोगो चाहिँ सिलेक्ट गर्नुहोस्। ओपन गर्नुहोस् र ओपन भइसकेपछि यता आएर सिलेक्ट क्लिक गर्नुहोस् र यसलाई पनि क्रप गरिदिनु होला। क्रप इमेज गर्नुहोस् र हाम्रो चाहिँ के भएको छ भन्दाखेरि यो ट्रान्सप्यारेन्ट हेडर भएको हुनाले यो डिजिटलको चाहिँ अलि नमिलेको छ। तपाईँहरूले चाहिँ यसरी मिलाउन सक्नुहुनेछ पछि चाहिँ। र अब रहेको छ हाम्रो साइट टाइटल। साइट टाइटल भनेको के छ भन्दाखेरि मेरो केसमा दीपक दाहाल भनेको छ। तपाईँहरूले चेन्ज गर्नु। साइट टाइटल भनेको के हो भन्दा यो अहिले देखाइरहेको छ नि दीपक दाहाल भनेर त्यो रहेको छ। र ट्यागलाइन भनेको चाहिँ इम्पावरिङ अ बिजनेस विथ एक्सपर्ट डिजिटल मार्केटिङ भनेर राख्दैछु। र तपाईँहरूले सुरुमा के गर्नुहोस् भन्दाखेरि पब्लिस गरिदिनुहोस्। कुनै पनि चेन्ज गर्नुभयो भने पहिला पब्लिस गर्नुभयो भने बल्ल यसले काम गर्नेछ। त्यही भएर पब्लिस गर्नुहोस् ब्याकएन्डमा। मैले यसमा ब्याकएन्ड खोलेछु यो कस्टमाइजमा, यो चाहिँ फ्रन्ट एन्डमा खोलेछु। त्यही कारणले चाहिँ यहाँ ब्याकएन्डमा चेन्ज गर्नुहोस् र यसमा गएर रिलोड गर्नुहोस् फ्रन्ट एन्डमा गएर। र मेरो केसमा यो पनि आएको छ र अर्को भनेको यो इम्पावरिङ नि आएको छ। दीपक दाहाल भनेर नि आएको छ, इम्पावरिङ भनेर पनि आएको छ।
मैले अघि नै भने हजुरहरूलाई साइट टाइटल भनेको यो दीपक दाहाल भयो, ट्यागलाइन भनेको इम्पावरिङ योर बिजनेस विथ डिजिटल मार्केटिङवाला भयो। यति गरेपछि अब हाम्रो रहेको छ साइट आइकन। साइट आइकन भनेको चाहिँ के हो भन्दा यो हाम्रो अर्थको जस्तो गोलो आइकन छ नि, यसलाई चाहिँ साइट आइकन भनिन्छ। जस्तो यो रिमुभ बिजीमा चाहिँ यो स्क्वायर खाले चाहिँ एजुकेसनलको लोगो जस्तो छ, यसलाई चाहिँ हामीले के भनिन्छ भन्दा साइट आइकन भनिन्छ। हामीले पनि चेन्ज गर्न सक्छौँ। यसमा क्लिक गर्नुहोस्, सिलेक्ट साइट आइकन जानुहोस् र मैले चाहिँ अहिले चाहिँ यही मिडियामै भएको यो क्लिक गरिदिएँ। सिलेक्ट गर्नुहोस् र क्रप इमेज गरेर पेस्ट गरिदिनुहोस् र अब यसलाई हामीले चाहिँ पब्लिस गर्नुपर्छ। पब्लिस गरेपछि यहाँ अब फ्रन्ट एन्डमा आएर हेर्दाखेरि हाम्रो पनि यहाँ यल्लो देखिएको छ। यति रहेको छ हाम्रो लोगो साइट आइकन अनि ट्यागलाइनको। अब रहेको छ हाम्रो होम, एबाउट, मेन्यु, टेस्टिमोनियल र रिजर्भेसनको। फेरि ब्याकएन्डमा जानुहोस् र हेडर बिल्डरमै जानुहोस्। हाम्रो रहेको छ बटन। म तपाईँलाई सुरुमा बटन भन्दैछु। बटन भनेको रिजर्भेसन। रिजर्भेसनमा के लेख्न सक्नुहुन्छ भन्दाखेरि कन्ट्याक्ट अस, CONTACT, कन्ट्याक्ट अस र तपाईँले आफ्नो लिङ्कमा चाहिँ फोन नम्बरहरू राखिदिन सक्नुहुन्छ। जस्ट तपाईँहरूले TEL कन्ट्री कोड भनेको हाम्रो +977 भनेको कन्ट्री कोड भयो। फोन नम्बर भनेको 9815129003। यसरी लिङ्क राखिदिन नि सक्नुहुन्छ कन्ट्याक्ट असमा क्लिक गर्ने बेला। यदि मोबाइलमा हेर्दै हुनुहुन्छ भने तपाईँको ठाडै कलमा जानेछ यसरी। अब यसलाई पब्लिस गरिदिउँ। कन्ट्याक्ट अस पनि भयो र अब हाम्रो कन्ट्याक्ट असमा यो होभर गर्ने बेला व्हाइट आएको छ, यसलाई चेन्ज गर्न पनि सकिन्छ। त्यसको लागि हामीले डिजाइनमा जानुहोस् र डिजाइनमा गइसकेपछि ब्याकग्राउन्ड कलर भनेको के छ भन्दाखेरि होभर गर्ने बेला व्हाइट रहेको छ, यसलाई चेन्ज गर्नको लागि होभरमा क्लिक गर्नुहोस् र रेड आउनेछ यसरी रेड। अरूहरू तपाईँले आफ्नो कलर चेन्ज गर्न सक्नुहुन्छ यसरी। र मैले होभर गर्ने बेला यस्तो बनाएको छु र यिनीहरूलाई पनि बनाउने छु र पब्लिस गरिदिनुहोस्। र यति गरेपछि फेरि ब्याक आउनुहोस् र हाम्रो के रहेको थियो प्राइमरी मेनु। प्राइमरी मेनुमा जानुहोस् र डिजाइनमा गएर यसमा चाहिँ के गर्नुहोस् भन्दा मेनुको कलर ब्याकग्राउन्ड कलर होभर गर्ने बेला हामीलाई के चाहिएको थियो ब्राउन खाले चाहिएको थियो। यसमा क्लिक गर्नुहोस् र यसरी आउनेछ होम, एबाउट, मेनु, ब्याकग्राउन्डको लागि। अब पब्लिस गरिदिनुहोस् र पब्लिस गरेपछि हेर्नुहोस् हाम्रो साइट कस्तो देखिनेछ। होम, एबाउट, मेन्यु, टेस्टिमोनियल, कन्ट्याक्ट अस। कन्ट्याक्ट भन्ने यहीँ रहेछ, मैले फेरि कन्ट्याक्ट अस बनाएको छु। तपाईँहरूले यहाँ बुक नाउ गर्न पनि सक्नुहुन्छ यसको केसमा। र यति रहेको छ हाम्रो हेडरको केसमा। र अब हामी आऊ फुटरको केसमा। हाम्रो फुटरमा के रहेको छ एकचोटि हेर्नेछौँ। यो पार्ट रहेको छ हाम्रो फुटरमा, यति पार्ट। यसलाई चाहिँ हामीले मिलाउनेछौँ। यसमा हामी फेरि कस्टमाइजमा आउनेछौँ। कस्टमाइजमा यो पार्टमा आइसकेपछि फुटर बिल्डरमा जानेछौँ र फुटर बिल्डरमा गइसकेपछि तपाईँहरूले देख्नुहुनेछ के छ भन्दाखेरि तपाईँहरूले यसमै गएर चेन्ज गर्न पनि सक्नुहुनेछ। यस्तै क्लिक गर्नुभयो भने चेन्ज गर्न सक्नुहुनेछ। र यो चाहिँ फुटर पार्टमा नरहेको पनि हुन सक्नेछ। तपाईँहरूले यो पेजबाट चाहिँ एडिट गर्न पनि सक्नुहुनेछ। र अहिले चाहिँ हामीले यो चेन्ज गर्नेछौँ कपिराइटको केसमा। यसमा क्लिक गर्नुहोस् र कपिराइट करेन्ट इयर भनेको चाहिँ यो 2025 यतिकै छोडिदिनुहोस्। साइट टाइटल राख्नु भयो भने तपाईँले नाम राख्नु पर्दैन। साइट टाइटल मैले अहिले राखेको थिएँ दीपक दाहाल राखेको थिएँ। अनि पावर बाई भनेर चाहिँ थिम अथर भनेको मैले त्यो लेख्ने बेला चाहिँ मेरै नाम लेखेको थिएँ। यसरी तपाईँहरूले चेन्ज गर्न सक्नुहुनेछ। यहाँ एडिट गर्न पनि सक्नुहुनेछ। यसरी हामीले चाहिँ फुटर पनि चेन्ज गर्न सक्नेछौँ र फुटरमा खासै चेन्ज गर्न पर्ने छैन। र चेन्ज गर्न परेमा तपाईँहरूले यसमा गएर एडिट गर्दा हुन्छ। यिनीहरू रहेको चाहिँ तपाईँहरूले पेजबाट नै गर्न सक्नुहुनेछ। फर्दर भिडियोमा म तपाईँहरूलाई यो पनि एडिट गर्न सिकाउनेछु। अहिलेको लागि यति नै गरौँ। र फुटर र हेडर चाहिँ हामीले सिकेका छौँ र हामीले अब यो स्पेसिफिक पेजहरूलाई कसरी बनाउने भनेर नेक्स्ट भिडियोमा म भन्नेछु। आजको लागि यति। थ्याङ्क यू एभ्रिवान।